हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। अनि आज पनि फेरि नयाँ दिन नयाँ सुरुवात होइन। अनि आजको भिडियो एकदमै मोस्ट इम्पोर्टेन्ट हुनेवाला छ र साथै आज तपाईँहरूको जिज्ञासाको विषय लिएर आएको छु, जुन कि जापानको स्टुडेन्टहरूको स्यालेरी कति हुँदो रहेछ होइन। अनि त्यसै गरी कुन काममा कति स्यालेरी हुन्छ। हाम्रो रुमको साथीहरू हामी 4 जना छौँ र दुई जना बसिया छु र त्यसै गरी म आफ्नो साथीको इन्ट्रोडक्सन सहित कुन काम गर्यो र कति पैसा भयो त्यो बताउने छु होइन। फर्स्ट स्यालेरी कति आयो र लास्टमा म आफ्नो पनि भन्ने छु म कुन काम गरेर मेरो कति स्यालेरी आयो। त तपाईँहरूलाई भिडियो मनपर्छ भने यसो सब्सक्राइब गरिदिनु होला होइन। अनि कमेन्ट पनि गरिदिनु होला र जापान आउने साथीहरूमा सेयर पनि गरिदिनु होला है। त म अब भिडियोतिर लागौँ। अनि यहाँ चाहिँ मेरो साथी छ र यो साथी आफ्नो फर्स्ट जापान आएको फर्स्ट काम र फर्स्ट स्यालेरीको बारेमा बताउन गइरहेछ। तपाईँहरू यसो हेरिदिनु होला। साथी स्टार्ट। सबै साथी भाइलाई मेरो तर्फबाट पहिलो नमस्ते। यहाँ जापान आउँदाखेरि मेरो फर्स्ट काम चाहिँ यामातो थियो। यामातोमा चाहिँ मैले 1 महिना जति गरेको थिएँ काम। यामातो भनेपछि जापानमा सबभन्दा गाह्रो काम मानिएको छ। यो तपाईँले सर्च गर्दा भिडियो हेर्दा थाहा पाइन हाल्नुहुन्छ। यामातोमा चाहिँ हुने भनेपछि सेलेरी अरू कामभन्दा पनि अलिक बढी नै हुन्छ। नाइट सिफ्टहरूमा डे सिफ्टहरूमा पनि अरू कामभन्दा अलिकति गाह्रो भएको कारणले पनि अनि सेलेरी बढी हुन्छ। पहिलो काम मेरो यामातो भएको कारणले मैले जोइन गर्दाखेरि मेरो 1 महिनाको सेलेरी 16 मान 17 मान जति आउँछ क्या। मेरो चाहिँ 16 मान आएको थियो। कतिजना नाइटले गर्छ 10 बजे 12 बजेदेखि अलिक बढी हुन्छ। तर 16-17 मान जान्छ क्या। 17 मानसम्म मेरो 16-17 मानसम्म आएको थियो। अनि पहिले चाहिँ मैले काम चाहिँ चेन्ज गरेर मैले टी फ्याक्ट्रीमा जोइन गरेको छु। त्यो चाहिँ काम तपाईँलाई स्क्यान गर्ने हुन्छ। सामानहरू अर्डर गरेको आउँछ, तिनीहरूले स्क्यान गर्नुपर्छ अनि छुट्याउनुपर्छ। अहिले त्यसमा चाहिँ मेरो चाहिँ 1.45 नेपाली, 1.45 40 1.40 जापानिज भनौँ नि एन आउँछ। मान एन त होइन मान आउँछ। अनि यहाँ मातोमा चाहिँ 1.60-70 आउँथ्यो। त्यतिको डिफ्रेन्स हो। सोच्नु 20-30 मानको डिफ्रेन्स हुन्छ क्या। यामातोमा चाहिँ अलिक बढी आउँछ। अनि अरू काम गर्दाखेरि 40-50 त्योभन्दा कमै हुन्छ क्या। यामातोमा सबभन्दा हाइएस्ट पेड गर्ने यामातो नै हो। त्यति मात्रै भन्न चाहन्छु। धन्यवाद। अनि साथी जस्तो कि तिमीले भन्यो होइन, अनि जस्तो नेपालको साथी जुन हाम्रो जुनियर भनौँ न, जुनियर साथीहरू जुन अब दिदीभाइ दाजुबहिनी आउने गर्छन्, उनीहरू के यहाँको काम यामातो कसले केटाले गर्न सक्छ कि केटीले पनि गर्न सक्छ, कस्तो छ यसको बारेमा? यो भनेपछि यो कुरामा यस्तो छ, तपाईँलाई भने यामातो प्राय जसो भनेपछि गाह्रो काम हो, भारी काम हो होइन। तपाईँहरूलाई केटी भन्न छिटो दिँदैन क्या। केटीहरूलाई यामातोमा भारी काम हुन्छ, 20-20 केजीको हुन्छ, 30-30 केजीको हुन्छ होइन। केटीहरूलाई चाहिँ दिने चाहिँ राख्ने गरेको छैन। तर कुनै कुनै यामातोमा चाहिँ सामान छुट्याउनेमा चाहिँ केटीहरूलाई राखेको हुन्छ। जुन सामानहरू स्क्रोलको मेसिनमा आएको हुन्छ त्यो छुट्याउनुपर्छ। त्यसमा चाहिँ 2-4 जना होला। तर प्राय जसो जापानमा यामातोमा चाहिँ धेरै जसो यामातोमा केटी कम पाउँछ क्या। त्यही भएर केटीहरू जति पनि यो भिडियो हेर्नुहुँदैछ भने यामातो भन्दा पनि केटाहरूलाई त यामातो ल्याङ्ग्वेज नहुँदा पनि यामातोमा काम गर्न पाइन्छ होइन। तर केटीहरू चाहिँ ल्याङ्ग्वेज बनाएर अलिकति अरू रेस्टुरेन्टहरू भयो होइन, अनि 7-11 भयो, अनि तपाईँहरूलाई सपहरू भयो, तिनीहरूमा चाहिँ अलिक ज्यादा बेटर हुन्छ। किनभने भारी पनि हुँदैन। तपाईँले यहाँनिर जापानमा अलिक सेहतको पनि ख्याल राख्नुपर्छ। तपाईँले एकचोटि सेहत बिग्रियो भने गाह्रो हुन्छ। जापानमा धेरै खर्च छ। त्यही भएर यामातो चाहिँ केटीलाई अलिकति गाह्रो हुन्छ। त्यति मात्रै हो। अरू केटाहरूले त ठिकै हो भेट्यो भने। अनि साथी जस्तै हो कि तिमी 15-16 मान पायो होइन। अनि नेपालमा पहिला तिमी कुनै काम गरेका थियौ र स्यालेरी आएको थियो तिम्रो फर्स्ट? होइन, मैले चाहिँ गरेको थिइनँ। मेरो भनेपछि हाम्रो फ्यामिली चाहिँ फार्मिङ गर्नुहुन्थ्यो। अनि फार्मिङ गरेर त्यो खेती गर्ने हो। हामी चाहिँ त्यही खेतीमा काम गर्ने, त्यति मात्रै हो। मकै सकै। तर मैले चाहिँ यस्तो जब चाहिँ गरेकै थिइनँ क्या। विराटनगरमा नेपालमा आउँदाखेरि यहाँ आएर मैले गरेको जब। त्यही भएर हल्का चाहिँ गाह्रो लागेको थियो मलाई, किनकि 8-8 घन्टा 7-8 घन्टा लगातार गर्नु पर्थ्यो, 5-5 घन्टा गर्नु पर्थ्यो। तर नेपालमा चाहिँ मेरो त्यस्तो थिएन। 5-5 घन्टा रेस्ट गरेर गर्थेँ। त्यो यति गाह्रो मात्रै हो। तर बानी बसेपछि सब सही हुन्छ। अनि जस्तो कि होइन तिमीले अब 1 महिना जति भनौँ, अब 1 महिनामा अब आवरली गरियो होइन काम।
अनि त्यो काम गरेर स्यालेरी आउँदा चाहिँ कतिको खुसी भएको थियो? अरे आफ्नो त कमाइको खुसी नै बेग्लै हुन्छ, त्यो तपाईँहरूलाई पनि थाहा झन् होला। अब लाखौँमा थियो होइन? लाखौँमा आउँछ एकैचोटि। नेपालमा चाहिँ 20,000 25,000 सेलेरी खाने मान्छे हुन्छ, कतिजना ठुलो ठुलो पढेर ब्याचलर गरेर पनि। यहाँनिर त यामातो गरेर होइन, मेन ल्याङ्ग्वेज सिकेर अरूको देशमा 50-60 आउनु भनेपछि धेरै नै हो। खुसी त ओभर नै भएको छ, म एक्साइटेड नै थिएँ फर्स्ट सेलेरी भनेपछि। तर मेरो चाहिँ अहिले फर्स्ट सेलेरी आए पनि हातमा रोकेको छैन, मेरो कलेजै फीमा गएको छ। होस्टेल फी हामी आउन बित्तिकै 2-3 महिनामै भनेको चाहिँ बुझाउन, त्यही भएर अर्को वर्षको बुझाउनु पर्ने हो। त्यति खुसी चाहिँ ओभर भएको थियो फर्स्ट सेलेरीमा। अनि एट द इन्ड होइन, जस्तो कि अब नयाँ साथीहरू हाम्रो जुन आउने सोच प्लानिङ गरिरहेछ, या यही अप्रिल इन्टेकमा अब 15-20 हजार विद्यार्थी आउनेछ होइन, त्यसको बारेमा अब 15-20 लाख रुपियाँ लगाएर आउनु के जापान ठिक हो कि होइन, यसो तिम्रो सजेसन भनिदेऊ न। मेरो सजेसन कस्तो छ भने, तपाईँहरूले फ्युचर हेर्ने हो भने रिसेन्टली अहिले भनेपछि जापान चाहिँ गाह्रो नै हो होइन। आउन बित्तिकै तपाईँले पैसा कमाउने उद्देश्यमा आउनुहुन्छ भने नआउँदा नै हुन्छ, किनभने आएपछि तपाईँलाई कलेज फी, होस्टेल फी, इन्सुरेन्स फी, मोबाइल बिल तिर्दै घर पठाउन चाहिँ अलि चाहिँ गाह्रो हुन्छ। त्यही भएर तपाईँ फ्युचर यहाँनिर एउटा कन्सिस्टेन्सी होइन बस्न चाहनुहुन्छ, मतलब अलि टाइमसम्म होइन, अगाडि पढ्छु, म मेहनत गर्छु अनि यहीँनिर केही गर्छु भन्ने सोचमा आउनुहुन्छ भने त्यसपछि जापान बेटरै हो। किन रिसेन्ट टाइममा अहिले तपाईँ पैसा बचाउन चाहिँ सक्नु हुँदैन। तपाईँ भन्नुहुन्छ मैले 5 वर्षको लागि लिमिटेड आउँछु स्टुडेन्ट भिजामा, तपाईँले त्यसमा पैसा बचाउन सक्नु हुँदैन, किनकि 2 वर्ष पढ्न, त्यसपछि 4 वर्ष ब्याचलर, 4-2 6 वर्ष 5 वर्ष यत्तिकै जान्छ, पैसा चाहिँ बच्दैन होइन। तपाईँ लोनमा आउनुहुन्छ भने लोन चाहिँ बिस्तारै बिस्तारै 2 साल 1.5 साल 2.5 सालमा तिरिन्छ। तर यसरी होइन कि म आउँछु 50 लाख कमाउँछु 60 लाख कमाउँछु, त्यो रिसेन्टली हुँदैन, पोसिबलै छैन क्या त्यो पोसिबल। त्यही भएर त अगर तपाईँले चाहनु नै हुन्छ भने तपाईँलाई पैसा कमाएर घरै जानु छ भने वर्किङ भिजामा डाइरेक्ट आउँदा हुन्छ क्या। वर्किङमा आउने, काम गर्ने, बस्ने त्यति हो, 20-30 हजार खर्च हुन्छ, 40 हजार खर्च हुन्छ, अरू 2 लाख बज्यो। तर स्टुडेन्टमा चाहिँ त्यसरी हुँदैन, आउनुहुन्छ खर्चहरू धेरै हुन्छ। त्यही भएर आउनुहुन्छ भने स्टुडेन्ट भिजामा अलिकति प्यासेन्ट राख्नु पर्यो क्या। तपाईँलाई आउन बित्तिकै पैसै हुँदैन क्या, हुँदैन, बज्दैन। त्यही भएर प्यासेन्ट राख्नु पर्यो, हार्डवर्क गर्नु पर्यो, कन्सिस्टेन्सी अनुसार अगाडि राम्रो हुन्छ, फ्युचर राम्रो छ। एकदम धेरै राम्रो सजेसन दिएको छ होइन, जुन कि म भन्ने कुरा आज साथीले भनेको छ, मलाई पनि धेरै खुसी लागेछ। एकदमै धेरै धेरै धन्यवाद, आरिगातो गोजाइमास। अनि त्यसै गरी आज एट द इन्ड मैले पनि भन्नुपर्दा चाहिँ यही नै हो, यही कुराहरू नै हो होइन। अनि जापान आउने सोच गर्नुभएको साथीहरूको लागि चाहिँ अब लङ टर्म सोचेर आउँदै हुनुहुन्छ भने धेरै नै बेटर भयो, धेरै नै बेटर। किनभने अब यहाँ चाहिँ अब स्टुडेन्टमा आएर 2 वर्ष तपाईँहरूलाई नियोङ्गो गाको जुन भन्छ हाम्रो जापानिज सिक्ने होइन, त्यो चाहिँ पढ्नै पर्छ। अनि चाहे तपाईँ नेपालबाट ब्याचलर गरेर आउनु होइन, ब्याचलर गरेर आउनु, चाहे तपाईँहरू यत्तिकै +2 गरेर आउनु, मेरो सजेसन यदि तपाईँहरू मान्नुहुन्छ भने यसो होइन +2 गरेर आउँदा चाहिँ बेटर हुन्छ। किनभने मैले पनि नेपालमा +2 गरेर 1 वर्ष यता विदेशकै लागि यता त्यता गरेँ। अब म नि अब आफ्नो पास्टको बारेमा के नै भनौँ होइन, तर 2 लाइन यसो भन्न मन लाग्यो। अब पास्टको कुरा आयो भने यसो म पनि कोरियन ल्याङ्ग्वेज पढिरहेको थिएँ, 1.5 वर्ष पढेँ, तर भएन, के गर्नु होइन, यस्तै हो अब लाइफ गोल्स। मान्छेलाई गोल्स यसो 2-3टा राख्दा, 2टा कम म्याक्सिमम पनि 2टा राख्दा चाहिँ बेटर हुन्छ, किनभने मैले आफ्नो लाइफमा भोगेको छु। अनि त्यसै गरी म आफ्नो कामको बारेमा भन्नुपर्दा चाहिँ मैले चाहिँ यहाँ जापानको नित्तोरी होइन होमलोजिस्ट कम्पनीमा काम, सुरुमै आउँदा होमलोजिस्टमै काम गरेको छु। र अब पार्ट टाइम यसो त्यहाँ चाहिँ टाइम बच्दाखेरि मैले एमातो पनि गरेको छु, एमातो पनि गरेको छु र बेन्तो पनि गरेको छु। बट मेरो ब्याङ्क क्यास भन्नुपर्दा चाहिँ त्यही नित्तोरी होमलोजिस्ट नै हो होइन। अनि त्यहाँ चाहिँ मेरो फर्स्ट स्यालेरी चाहिँ 15 मान भनौँ न, 15 मान आएको थियो, जुन कि नेपालको 1.5 लाख जति भनौँ न भएको थियो होइन। अब म पनि नेपालमै अब मिडल क्लास फ्यामिलीबाट हो, जुन कि बुवासँगै म पनि एग्रिकल्चरमा कामहरू गर्थेँ होइन। अनि यहाँ आएर फर्स्ट टाइम त्यत्रो अब 18-20 लाख रुपियाँ लाएर यहाँ आएको छु। त जे होस् मलाई खुसी नै लाग्यो। बट अहिले
चाहे 1.5-2 वर्ष अहिले 3-4 वर्ष होइन अब सेन्मो यो न्योङ्गो गएको सकिएर सेन्मोन गएको हुन्छ। त्यो सकेर मात्र अब वर्किङमा चेन्ज हुन्छ भने सेभिङ हुने हो। अहिले त यसो रिसेन्टली कलेज फी, होस्टेल फी, इन्सुरेन्स बिल, अनि यहाँ होस्टेल त भनिसके, मोबाइल बिल, खाँदा पिउँदा बराबर हुन्छ होइन, सेभिङ हुँदैन। बट खुसी लागेको छ एउटा लाइफस्टाइल होइन, लाइफस्टाइल रुल्समा बसेर हरेक नियम पालना गर्नु र पढ्नु धेरै राम्रो कुरा हो। जे होस् मलाई नेपालभन्दा चाहिँ धेरै बेटर लागेको छ र सोचेर पनि आएको थिएँ त्यहाँ चाहिँ लाइफ यसो मतलब अलि टपमा जान्छ भनेर। अनि त्यसै गर्दा चाहिँ त्यहाँ चाहिँ मेरो 16 मान जति स्यालेरी आएको थियो। अनि मेरो सजेसन तपाईँहरूलाई के छ भने आउनु होइन, धैर्य राख्नुपर्छ, बिस्तारै अगाडि बढ्नुपर्छ होइन। एकैचोटि कोही अगाडि बढेको छैन। अब सानोदेखि त ठुलो हुनलाई त अब कति वर्ष लाग्छ होइन। अनि यो अब अरूको देशमा आएर अब एकैचोटि तपाईँ सोच्नुहुन्छ म माथि पुग्छु भने त्यो चाहिँ इम्पोसिबलै छ होइन। अनि यसै हो। अब चाहिँ एमातोको जुन साथीले कुरा गर्यो त्यो चाहिँ अलि केटीहरूलाई कुनै कम्पनीमा गर्न पनि दिँदैन। जुनमा दिन्छ भने केटीहरूको लागि एकदम इजी काम हुन्छ होइन, इजी काम हुन्छ। अब त्यो कम्पनीहरूमा भिडियो बनाउन मिल्दैन, नत्र भाइ म त भिडियो बनाएर पनि तपाईँहरूलाई एकदम प्रुफको साथ हेराउँथेँ होइन। अनि त्यसै गरी चाहिँ केटाहरूको लागि एकदम बेस्ट भइहाल्यो। जुन कि डेमा गर्दा चाहिँ अलिक कम पैसा आउने रहेछ एमातोको, जुन कि ल्याङ्ग्वेज नभए पनि गर्न पाइन्छ होइन। अस्ति पनि म बनाएको थिएँ, जुन कि ल्याङ्ग्वेज नभए पनि 5वटा काम गर्न पाइन्छ। अनि त्यसै गरी तपाईँहरूलाई भिडियो मन पर्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला र जापान आउने साथीहरूमा यसो सेयर गरिदिनु होला होइन। उनीहरूले पनि केही इन्फर्मेसन पाउँछ होइन। किनभने म पनि टोटली लोनमा आएको छु र यहाँ आएर अहिले स्ट्रगल गरिरहेको छु, स्ट्रगल फेजमा छु। अनि मैले भोगेको र मैले जुन इन्फर्मेसनहरू अहिलेसम्म मेरो 4 महिना हुन लाग्छ अब, अनि पाएको इन्फर्मेसन, भोगेको दुःखहरू जुन छ, अब म पनि एउटा मिडल क्लास फ्यामिलीबाटै हो। तपाईँहरू हामी सबै अब सेम भनौँ न, सेमै हो होइन। अब तपाईँहरू अलि टपमा पनि हुन सक्नुहुन्छ, बट के भनौँ, अब प्राय विदेश आउने भनेकै त्यही मिडल क्लास, लोवर क्लास फ्यामिलीबाट हो, हामी जस्तै केटाहरू, युवाहरू। अनि यही हो, जहाँ गए पनि दुःख गर्नै पर्छ होइन। अब मैले नि मेरो कुरा गर्नुपर्दा चाहिँ मैले दुबईको लागि सबै थोक गरिसकेका थिएँ। अनि अब एउटा सोच, अब +2 मैले नेपालमा कम्प्लिट गरेँ होइन, अब म्यानेजमेन्टबाट। अनि भने एकैचोटि अब लोन लिएर भए पनि अब जग्गा धितोमा राखेर बुवासँग कुरा गरेर यसो हामी लोन लिएर नै आएको छु, फुल लोनमा छु। त प्राय साथीहरू सोचिरहेको हुन्छ कि लोनमा आउँदा कस्तो होला नहोला। त आउनुहोस् होइन, मेहनत गर्नुहोस्, फ्युचर छ। म भन्दिनँ कि छैन, बिस्तारै सब थोक हुन्छ होइन। आउनु, मेहनत गर्नु। अनि आजको स्यालेरी चाहिँ यही हामी दुईजना सेयर गरे। प्राय साथीहरू अझै छ कि अझै अब कतिलाई लिनु, कतिलाई डिस्टर्ब गर्नु होइन। कतिलाई लिन त हुन्थ्यो, बट अब कतिलाई क्यामेरा नजिक बोल्नलाई डर लाग्छ होइन, डर लाग्छ, झिझक, अब नर्भसनेस फिल हुन्छ। त्यही भएर हामी दुईजनाको स्यालेरी जस्तै अब साथीहरूको स्यालेरी पनि आछ। अनि त्यही भएर अब नेक्स्ट भिडियो चाहिँ तपाईँहरूको लागि म चाहिँ सपिङ भिडियो बनाउने छु। जापानबाट नेपालबाट के ल्याउन मिल्छ र के ल्याउँदा चाहिँ बेटर हुन्छ होइन यहाँ। अनि के जापानमा, अब मलाई जापानको एयरपोर्टमा 2-3वटा सामान साथीहरूको पनि मेरो पनि त्यहाँबाट निकालेको थियो, त्यो बारेमा पनि बताउने छु। र अहिलेको लागि चाहिँ यति नै। अब केही तपाईँहरूको जिज्ञासा छ या केही मनमा लागेको क्वेसनहरू छ भने यसो कमेन्ट गर्नु होला होइन। फेरि पनि म भन्न चाहन्छु, तपाईँहरू खाली भिडियो हेर्नुहुन्छ अनि सब्सक्राइब गरिदिनु हुँदैन। सब्सक्राइब गर्नलाई पैसा लाग्दैन, सब्सक्राइब गरिदिनु होइन। कमेन्ट पनि गर्नु, लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु। र त किन गर्नु भनेपछि जे होस्, मैले अलिकति मेहनत गरिरहेको छु।
जस्तो अब तपाईँहरूले कमेन्ट गर्नुहुन्छ भने मलाई पनि फिल हुन्छ म मेहनत गरिरहेको छु होइन। मोटिभेट जे होस् म चाहिँ मोटिभेट हुन्छु र नेक्स्ट भिडियो योभन्दा चाहिँ बेटर हुन्छ भन्ने म तपाईँहरूलाई आशा भरोसा दिँदै आजको भिडियोमा म बिदा लिएँ है त। आरिगातो गोजाइमास, धन्यवाद सबैजनालाई।